हामी चाहिँ आज फाइनल्ली बाबाको गाडी पूजा गर्नलाई कहाँ जाँदैछौँ मम्मी? मेरो माई हामी चाहिँ बाबाको गाडी पूजा गर्नलाई माई खोला जाँदैछौँ। यो चाहिँ हाम्रो प्यारो भान्जी स्वस्तिका, यता मम्मी भइहाल्नु म। अब चाहिँ हाम्रो बाबा ड्राइभ गर्दै हुनुहुन्छ। ए गुन्डा बाबा चाहिँ ड्राइभिङ गर्दै हुन्छ। आज चाहिँ हामीले विशेष किसिमको पूजा गर्छौँ जो हाम्रो सवारी वाहनलाई होइन भाइ, हाम्रो गाडीको पूजा गर्ने। भगवान्ले रक्षा गर्नुहुन्छ। यो वाहन हाम्रो गाडीले हामीलाई चिन्ता अनुसारको इन्कमदेखि लगेर सुख सुविधा सबै दिन्छन्। त्यसको लागि हामीले फाइनली आज पूजा गर्नलाई हिँडेको अवस्था हो। आज गाडी किनेको 8-10 दिन भइसक्यो, पूजा गर्न भ्याइएको दिन। मङ्गलबार अथवा शनिबार पारेर पूजा गर्नुपर्छ भन्ने हाम्रो मान्यता अनुसार आज विशेष गाडी पूजा गर्ने दिन मङ्गलबार 2082 साल 11 महिना। आज कति? 12 महिना। आज कति पो? 24 गते होला, 25 हो। 25 गते 2082 साल 12 महिना 25 गते मङ्गलबारका दिन बिहान हामी 8:30 बजे गाडी पूजा गर्न भगवती माईको स्थानमा प्रवेश गर्दैछौँ, जाँदैछौँ। बाटो पनि यो चाहिँ नयाँ बनिरहेको हाइवे। हामी यो बाटो हुँदै हुँदै माई जाने, अनि माईमा पूजा गरिसकेर दोमुखामा जाने, खानासाना खाने, अनि पौडी खेल्ने। यो दोमुखामै गर्ने अरे पूजा। बाटोको भ्यू यो चाहिँ हाम्रो माई जाँदै गर्दाको बाटोको सिनहरू हो। आज चाहिँ हामी माईमा गाडी पूजा गर्न जाँदैछौँ सबै परिवार। ला पाइ भयो लगेर बक्सेर पाइ गर्छु उसलाई सिनेमेटिक एस्थेटिक फोटो खिच्दै उसलाई त्यस्तो नेचर हेलो, मेरो छुट्टी भएर आज मामाहरूसँग म डुल्न जाँदैछु होइन। म पनि डुल्नै जाँदैछु, पूजा गर्न जाँदैछु। पूजा प्लस अनि हामी चाहिँ हाम्रो प्लान चाहिँ के छ भने हामी माइमा गएर पूजा गर्ने, दोमुखा गर्नुहुन्छ। अब हामी तपाईँहरूलाई बिस्तारै देखाउँछौँ पूजा गरेको दोमुखा गएको सबैलाई। त्यो तिनजेलको लागि हामी पज गर्छौँ। बाई। हामी चाहिँ दोमुखा प्रवेश गर्दैछौँ। दोमुखादेखि माथि नै मन्दिर छ अरे गाडी पुज्ने चाहिँ, अनि त्यतै जाँदैछौँ। हाउस हेर त, हिमाल पहाडको बिचमा। हिमाल पहाड भन्दा पनि अब यस्तो राम्रो। चाहिँ हामी यहाँनिर दोमुखाको खोलाको किनारमा माई भगवतीको आँगनमा पूजा गर्न प्लस घुमघाम गर्न आइसकेको छौँ। हाम्रो गाडी चाहिँ यहाँ छ यस्तो हालतमा। बाबा यहाँ गाडी धुँदै हुनुहुन्छ।
यो चाहिँ भाङको फुल मम्मी यो के को फुल अरे धत्रो धत्रो चाहिँ रहेछ भाङ भन्दैछ मम्मी पनि टाइट के ठिक पार्दै हुन्छ धत्रोको फुल काको अब चाहिँ पूजा स्टार्ट गरेर यहाँ चाहिँ बुवा चाहिँ फुलपाती यसलाई दियो होला गुरु सोमेश्वरी देवी परातरस्य ओम नमो नारायणाय नमः प्रजापते नमः स्वरूपाणि आदित्य गंगाजं गंगोत्तमं नारायण नारायण मोदरस्त विकटो विघ्ननाश जय का गणेश भगवान का जय जय हो श्रुति सुनि परपरा देवता का जय विश्वकर्मा बाबा का जय हो देवता का जय हो ज्ञान देवता का जय हो इष्ट देवता का जय हो देवता का जय हो देश का देवी देवता श्री भूमिनागरवेणी का जय आफूले वास गरिएका घरका गृहिणी गृह देवता का जय हो आजको आनन्दको जय हो माताको पशुपतिनाथ भगवानको जय विश्वकर्मा बाबाको जय कुलायनी इत्यादि देवताको माता ब्रह्मा मुरारी त्रिपुरन्तकारी धानो शशि भौमि सुतो बुधश्च गुरुश्च शुक्रम शनिराहु केतु द्वय ग्रह सुशान्तिर्भवतु तुलानी माचो शनि सङ्कटा उका भयो भवानी श्रेयौ नमामि देवता चौथा माया सँगसँगै अक्षताले पूजा गर्नुको पहिले सुस्ता पशुदेव्याय नमः हिरण्यगर्भ गर्भस्थ हेम बीज विभवस घुमाउनु माथिबाट यसरी देवी ओम देवी प्रपन्नादि हरे प्रसिद्ध प्रसिद्ध खिलस्य प्रसिद्ध विश्वेश्वरी पायी चारवटै चक्कामा कागती यसरी राखेर किच्याउनु पर्दो रहेछ गाडी अगाडि सारेर त्यसले गर्दा इभी लाइहरू जाने त्यस्तो के बिलिभ छ भएछ क्या यो क्लिप चाहिँ के ठ्याक्क बाबाले कुदाएर कागती किच्याउनु भयो चारवटै किच्यो वान टर्नमै चाहिँ हामी पूजा सकेर भोक लागेर कुन स्टेजमा बसेर खाँदैछौँ देखाइदिन्छौँ ल फेरि मटर पनिरको सब्जी सुक्खा रोटी अचार पिकनिक ल मजा आउँथ्यो तपाईँहरूलाई यसरी खान कस्तो हुँदो रहेछ वनभोज खान मिठो रुखको मुनि बसेर गुन्द्री कहाँबाट म्यानेज गरेर मजा ल हामीलाई त्यही हामी भ्लग एन्ड गर्छौँ हामी यहाँ खाइसकेर गएर घुप्रुकै सुत्ने हो सो बाई बाई गाइज सी यु अल भन्नु बाई बाई भन्नु न सकिसक्यो अब